सबैजना प्रभुका जनहरूमा जय मसीह। प्रभुलाई महिमा भएको होस्, मानिसहरूमा शान्ति। परमेश्वरले महिमा भएको होस्। आज मैले तपाईहरुको बीचमा अनि यो रुखबाट चाहिँ केही उदाहरणहरू सिक्ने छौं। प्रभुलाई महिमा भएको होस् है। यो रुखको उदाहरण अनि यो जमिनमा छ अनि यो जमिनबाट हुर्किराखेको छ, बढिराखेको छ। यो रुख हो, चल्दैन, तपाईहरुले थाहा छ, तर हावा लिन्छ, श्वास फेर्छ। अनि यो निर्जीव वस्तु हो, चल्दैन। अनि हामी मानिस जातिहरु चल्छौं, हिँडडुल गर्छौं हैन, तपाई हामीलाई थाहा छ। अनि आजको शीर्षक भनेको पाप स्वभावबाट मानिसहरू धार्मिकतामा कसरी परिवर्तन हुने अथवा धार्मिकताका फलहरू कसरी फलाउने भन्ने विषयमा अनि यो हेर्ने छौं। अनि यो दृष्टान्त, यसले भने जस्तै दृष्टान्त अथवा अनि यसबाट हामी केही कुरा सिक्ने छौं है। यसको मुख्य पद चाहिँ रहेको छ गलाती 5 को 19 देखि तल है। त्यहाँनिर यसो लेखिएको छ। अनि तपाई हामीलाई थाहा छ, हामी समाज र संसारमा छौं अनि हामी मानवीय बस्तीभित्र बस्छौं। हामी असल सृष्टिका सृष्टि हौं, सुन्दर सृष्टि हौं र तपाई हामी चाहिँ असल हुनुपर्छ है। अनि परमेश्वर चाहनुहुन्छ कि यी हामी भित्र नभएको अथवा हामी भित्र एकदमै कम भएको उहाँ चाहनुहुन्छ है। त्यसको कारणले अनि यहाँ यसो लेखिएको छ गलाती 5 को 19 देखि तल, पापमय स्वभावका काम प्रत्यक्ष छन् जो यी नै हुन्। व्यभिचार यहाँ छ हैन, व्यभिचार यहाँ छ। अनि अपवित्रता हैन, अनि त्यसपछि गएर लम्पटपन, त्यसपछि गएर दुश्मनी हैन, दुश्मनी, लम्पटपन, दुश्मनी हैन, यहाँनिर छन्। अनि त्यसपछि तन्त्र मन्त्र, झै झगडा, क्रोध, इच्छा, स्वार्थीपन, फुडहरू छन्। डाह, पेकटपन, अश्लील, मोज मजा जस्ता यी यस्तै अरू जसका विषयमा म तिनीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। जसले यस्ता काम गर्दछन् परमेश्वरको राज्यका हकदार बन्ने छैनन्। परमेश्वरलाई महिमा भएको होस् है। अनि पावल अनि स्पष्ट भन्नुहुन्छ कि यी यस्ता कामहरू गर्ने मानिसहरू पापी हुन् र तिनीहरू नरक जान्छन्। अनि तिनीहरूको कुनै परमेश्वरमा अथवा परमेश्वरको राज्यमा चाहिँ हकदार हुने छैनन् भनेर भनेको हामी पाउँछौं। त्यसै कारणले अनि यूहन्ना 15 को 2 मा हामी यी सबै छोड्नलाई हामीलाई त्यो वचनले सहायता गर्छ है। त्यहाँनिर यसो लेखिएको छ यूहन्ना 15 को 7, 15 को 2 मा, यूहन्ना 15 को 2 मा अनि हामी स्पष्ट त्यहाँ पाउँछौं कि परमेश्वरले हामीलाई छिमल्नुहुन्छ, काटछाँट गर्नुहुन्छ। अनि उहाँको वचन मानिस जातिको निम्ति अनि एउटा कैँची पनि भन्न सक्छौं अथवा सुधार्ने माध्यम पनि भन्न सक्छौं है। यूहन्ना 15 को 2 मा यसो लेखेको छ, ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढी फल फलाओस् भनी उहाँले छिमल्नुहुन्छ। परमेश्वरलाई महिमा भएको होस्। आमेन। परमेश्वरलाई महिमा भएको होस्। यी यस्ता कुराहरू परमेश्वर जब हामीलाई भन्नुहुन्छ तिमी चाहिँ यो नगर है, झगडा नगर भनेर जब हामीलाई भन्नुहुन्छ, अनि परमेश्वरको वचनले ल मोजमजा नगर भनेर परमेश्वरले भन्नुहुन्छ। अनि त्यसपछि वचनले हामीलाई काटछाँट गर्छ। अनि यसरी चाहिँ हामी स्वाटै छोड्छौं कुनै कुराहरू त बिस्तारै जस्तै अब मानव उदाहरणको लागि अपवित्रताको कुरा बिस्तारै हामी यसरी गर्दै जाँदै गर्दा यसरी गर्दै जाँदा परमेश्वरको वचनले भने अनुसार गर्दै गर्दा अनि हामी बिस्तारै त्याग्दै जान्छौं। अनि यूहन्ना 15 को 2 ले भने अनुसार परमेश्वरको वचन हामीलाई चाहिँ काट्न, छाट्न, छिमल्न हामीले चाहिँ दिनुभएको हो। अनि त्यसको कारणले हामी मानिस जातिहरू जब यी यस्ता मोज मजा, झै झगडाका कुराहरू, पेकटपनका कुराहरू अनि हामी चाहिँ परमेश्वरको वचनले भने अनुसार जिउँदछौं, सिक्ने कोसिस गर्दछौं है, छोड्ने कोसिस गर्दछौं भने पक्कै पनि परमेश्वरले हामीलाई चाहिँ सहायता गर्नुहुनेछ अनि छोड्नलाई सहायता गर्नुहुनेछ हैन। जस्तै अब यो डाहाका कुराहरू हामी च्वाट्टै छोड्छौं है, परमेश्वरको महिमाको खातिर छोड्छौं
अनि परमेश्वरले प्रशंसा गर्नुको खातिर छोड्छौँ। यो वचन नै परमेश्वरको कैँची हो अथवा वचन नै हामीलाई सुधार्ने माध्यम हो। वचन नै हामीलाई चाहिँ अनि उत्साह दिने अनि आशा थपिदिने, जोस थपिदिने, उमङ्ग थपिदिने अनि वचन नै हो है। अनि त्यो कारणले जब तब परमेश्वरको वचन सुन्छौँ, छिमल्ने कुराहरू, काटछाँट गर्ने कुराहरू अनि दिनहुँ परमेश्वरको वचनले हामीलाई काटछाँट गर्नुहुन्छ। यसरी यीशुको नाममा यसरी काटछाँट गर्नुहुन्छ। हामीलाई है कुनै टाइम लाग्छ, कुनै हामी छिटै छोड्छौँ। अनि जसरी यो गुटबन्दीलाई हामी चट्टै बिर्सिन्छौँ, छोड्छौँ है। अनि यस्तै गर्दै गर्दै जाँदाखेरि हामी प्रत्यक्ष अनि एक दिन चाहिँ यसरी चाहिँ छोड्दै परमेश्वरको वचनले भनेअनुसार यो छोड्दै जान्छौँ अनि छोड्दै जान्छौँ, बिस्तारै छोड्दै जान्छौँ। यी सबै कुरा यसरी चाहिँ छोड्दै जान्छौँ अनि त्याग्दै जान्छौँ, यिनीहरू त्याग्दै जान्छौँ होइन परमेश्वरको वचन। अनि हाम्रो निम्ति कैँची पनि भन्न सक्छौँ। अनि यसरी छोड्दै जान्छौँ है। यसरी छोड्दै जान्छौँ भने एउटा आशिषित कति राम्रो रूप भए जस्तै हामी पनि परमेश्वरको अगाडि, मानिसहरूको अगाडि यसरी अनि आनन्दित हुन्छौँ। अनि त्यसपछि गएर तल चाहिँ 22 मा चाहिँ के भन्छ भने यी सबै त्यागिसके पछाडि त्याग्दै गर्दा, छोड्दै गर्दा हामीभित्र परमेश्वरले हामीलाई चाहिँ उत्साह दिँदै हुनुहुन्छ कि हामीलाई चाहिँ होइन अनि प्रेम फलाउनलाई अनि प्रेम गर्नलाई एक दुस्राहरूलाई अनि मानिसहरूलाई प्रेम गर्न है, मानिसहरूले प्रेम गर्ने यसरी अनि यो यसरी हामी एक दुस्रा मानिसहरूलाई प्रेम गर्छौँ अनि मानिसहरूले वास्ता गर्छौँ है। यसरी चाहिँ बिस्तारै फल फल्दै जान्छ। अनि प्रेमको फल फलिसके पछाडि त्यसपछि गएर हामीमा प्रेमको फल फल्छ। त्यसपछि गएर आनन्दको फल पनि बिस्तारै गएर परमेश्वरले हाम्रो भित्र सिर्जिदिनुहुन्छ अनि फल्दै जान्छ अनि प्रेमको फल है। त्यसपछि गएर परमेश्वरले हामीलाई चाहिँ अर्को फल फलाउनलाई सहायता गर्नुहुन्छ अनि शान्तिको फल फलाउन हामीलाई सहायता गर्नुहुन्छ। अनि हामी बिस्तारै परमेश्वरको वचन पढ्दै जाँदा, सुन्दै जाँदा अनि शान्तिको फल फलाउँछौँ है। शान्तिको फल फलाउँछौँ। त्यसपछि गएर धैर्यको फल हामीभित्र परमेश्वरले फलाउनुहुन्छ है, धैर्यको फल। अनि त्यसपछि गएर परमेश्वरले दयाको फल हामीभित्र अनि मानिस जातिमा फलाउनुहुन्छ। दयाको फल हामी मानिस जातिमा फलाउनुहुन्छ। त्यसपछि गएर भलाइ हामीमा फलाउनुहुन्छ अथवा फल फल्न हामीलाई सहायता गर्नुहुन्छ, भलाइ गर्नलाई, एक दुस्राहरूलाई उठाउनलाई। त्यसपछि गएर विश्वासतामा हामी बिस्तारै विश्वासको फल अनि फलाउन हामी कोसिस गर्छौँ अनि फल फल्छ। अनि त्यसपछि गएर हामी नम्रताको फल हामी फलाउन सक्छौँ। नम्रता, एक दुस्राहरूमा नम्र हुनु अनि त्यसपछि गएर संयमी हुनु अनि यस्ता कुराहरू परमेश्वरको वचनले दिनहुँ हामीलाई चाहिँ उत्साह दिन्छ। अनि हामी जब हामीभित्र फल्दछन् तब हामी चाहिँ परमेश्वरलाई मनपर्ने हुन्छौँ र मानिसहरूको अगाडि अनि समाजको अगाडि, संसारको अगाडि मनपर्ने हुन्छौँ। अनि पहिलो कुरा त परमेश्वरलाई मनपर्ने हुन्छौँ। अनि यी हामीभित्र जब फल्दछन् अनि तब हामी चाहिँ परमेश्वरका सन्तान र स्वर्गीय राज्यका हकदार हुनेछौँ। अनि परमेश्वरलाई पनि मनपर्ने छ, हामी मानिसहरू एक दुस्राहरूलाई पनि मनपर्ने छ है। अनि त्यो कारणले तपाईँ हामी नम्रताको फल, प्रेमको फल, धैर्यको फल, आनन्दको फल, शान्तिको फल, विश्वासताको फल, संयमीको फल, भलाइको फल, दयाको फल है, नम्रताको फल, यी हामीमा 9-10वटा फल, कुनै त थोरै हुन्छन्, कुनै त धेरै हुन्छन्। अनि हामी मानिसभित्र तपाईँ हामीलाई थाहा छ। त्यो कारणले तपाईँ हामी चाहिँ यसरी फल फलाउँदै गयौँ भने अनि यसरी चाहिँ भलाइ, नम्रतामा, प्रेममा बढ्दै गयौँ भने परमेश्वरको महिमा हुँदछ र परमेश्वरको प्रशंसा हुँदछ। अनि हामी पृथ्वीमा चाहिँ दीर्घायु, शान्ति हुन्छौँ, भलोपन्न निगाहमा हुन्छौँ, आनन्द र रमाहटमा हुन्छौँ, खुसीमा हुन्छौँ। अनि त्यो कारणले तपाईँहरूलाई म यही उत्साह दिन चाहन्छु। परमेश्वरलाई महिमा, तपाईँहरूलाई भलाइ, यसुको नाममा तपाईँहरूलाई आशिष होस्। हुन्छ, फेरि पनि हस्, जय मसीह।
प्रभुले तपाईँलाई आशिष दिउँ। आमेन।